सुनाई पाठ 14 हाकपारे चूडामणि बन्धु नेपाली लोक साहित्यबाट साभार। पूर्वी पहाडका किराँती समुदायमा प्रचलित गीतको नाम हाकपारे हो। मानिस जम्मा हुँदा एक्लै वा समूहमा यो गीत गाइन्छ। यो गीत गाउनेले प्रारम्भमा उपस्थित मान्यजन र दौतरीका अगाडि विनम्रतापूर्वक केही नजान्ने भए पनि गीत गाउने रहर भएकाले उपस्थित भएको कुरा जनाउँछ। ऊ जीवनका अनुभव आफ्नै मातृभाषामा वा नेपाली भाषामा सजिलो ढङ्गले भन्दै जान्छ। अभिव्यक्तिको सरलता, लयको माधुर्य र भावनाको अविरल प्रवाहले गर्दा श्रोता मन्त्रमुग्ध बन्छन्। आफ्ना कुरा सकिएपछि एक्लै वा समूहमा विभाजित भएर गाएपछि गीतमै विदा मागेर गाउने व्यक्ति आफ्नो बाटो लाग्छन्। उपस्थित सबैको आज्ञा लिई नम्रतापूर्वक हाकपारे प्रारम्भ गरिन्छ। ए नबोलेसम्म को हो न को हो, बोलेर पछि झन् माया मोह। नदेखेसम्म को हो न को हो, देखेर पछि लोभैमा लाग्ने। यो आँखा लोभी, यो मनै पापी, आँखाले देख्यो भाबीले लेख्यो।